वेलकम टु माई ब्याक च्यानल। तपाईँ देख्न सक्नुहुन्छ हामीले केही समय अगाडि तपाईलाई नि भनेका थियौँ र यसरी व्यवस्थित तरिकाले हामी कुखुरा पाल्नेछौँ र तपाईँ पनि पाल्न सक्नुहुन्छ। र केही समय मिलाएर तपाईले 5 घण्टादेखि 6 घण्टा यिनीहरूलाई टाइम दियो भने मजाले नि सानो आम्दानी तपाईँ गर्न सक्नुहुन्छ। देखिसक्नुभयो अघिल्लोचोटि हामीसँग के थोरै कुखुराहरू थिए र अहिले केही समयपछि लगत्तै 40 वटा कुखुरा भइसकेका छन् र हामी यहाँनिर एउटा जाली पनि हाल्नेछौँ। देखिसक्नुभयो यहाँनिर एउटा जाली हानेर टक्क यसको व्यवस्थित तरिका गर्नेछौँ। अहिले फाइनली हामीले चाहिँ यसलाई यस्तो बनाएका छौँ। देखिसक्नुभयो जाली टक्क लगाएर यहाँनिर देख्न सक्नुहुन्छ यो कुकुर यसले चाहिँ 11 चल्ला निकालिसकेको छ। यसको चाहिँ चल्ला अहिले फाइनली देखिसकेको छैन, हामी अगाडि नै पछि देखाउनेछौँ। यसमा देखिसक्नुभयो अब चाहिँ हाम्रो कुखुरा पालन कसरी गर्ने र सानो आम्दानीबाट ठुलो आम्दानी कसरी गर्ने भन्ने बारेमा हामीले चाहिँ यी भिडियोहरू तपाईलाई बनाएका हौँ। देख्न सक्नुहुन्छ यहाँनिर पनि हामी जाली टक्क चारैतिर हानेर फाइनली देख्न सक्नुहुन्छ यहाँनिर पनि यसले नि 15 चल्ला कोरलिसकेको छ। हामीले अगाडि भिडियोमा तपाईले जानकारी के गर्यौँ भनेपछि हामी एकैचोटि 100-200 कुखुरा पनि हाल्न सक्छौँ, तर हामी त्यो एकैचोटि हालेर ठुलो बन्नु छैन र सानोबाट ठुलो कसरी बन्ने भन्ने बारेमा हामीले यो भिडियो बनाएका हौँ। किन भनेपछि ठुलोमा गर्दैमा हामीलाई थाहा हुँदैन र के हुन्छ भनेर, बाइचान्स मर्दियो भने सबै गइदियो भनेपछि त नोक्सान हुन्छ नि त हैन। त्यही भएर हामीले सानो पाल्दै गयो भनेपछि बजारको माहौल हेर्ने अनि आफ्नो चर्चा पनि गर्ने अनि गरिसक्यो भनेपछि व्यवस्थापन गर्ने, बजारको व्यवस्थापन भइसक्यो भनेपछि अनि हाम्रो बिस्तारै बढ्दै जान्छ हैन। त्यही भएर हामी सानो आम्दानीबाट ठुलो आम्दानी कसरी गर्ने भन्ने बारेमा मात्र हामीले भिडियोहरू बनाउँछौँ। यहाँ देखिसक्नुभयो हामीले कसरी बनाएका छौँ। यहाँनिर हामीले पहिला नै चल्लाहरू राखेका थियौँ र औषधि देख्न सक्नुहुन्छ। औषधि यो चाहिँ चल्ला भइसक्यो भनेपछि तपाईले अनिवार्य नै खिलाउनु होला। झोप्राने अनि तिनीहरू त्यो भएको कारणले चाहिँ हामीले पहिला नै औषधि खिलाए हुन्छौँ अनि भिटामिन पनि खिलाउन सक्नुहुन्छ चल्लाहरूलाई सुरुमै। देखिसक्नुभयो अब हामी यो चल्लाहरूलाई व्यवस्थित तरिकाले केही समय र केही वर्ष पाल्नेछौँ। देखिसक्नुभयो र केही समय र केही वर्ष ठुलो हुँदै जान्छन् र हाम्रो अझै नि बढ्नेछ। तपाईले देखिसक्नुभयो मेरो सोच नि 400-500 कुखुराहरू पाल्ने सोच छ र वरिपरि हामीले व्यवस्थित अझै बनाउनु बाँकी छ। देख्न सक्नुहुन्छ आज 2 दिन भयो चल्लाहरू भएको, हामीले चाहिँ यिनीहरूलाई व्यवस्थित तरिकाले राखिसकेका छौँ। देखिसक्नुभयो यिनीहरू पनि कति सानो थियो अहिले चाहिँ भइसक्यो, ठुलो भइसक्यो। हामीले चाहिँ के गरेका छौँ भने चाहिँ यिनीहरू भाग्नुको कारण हामीले चाहिँ बाहिर ग्राउन्डमा छोडेको कारणले चाहिँ यिनीहरू पटक भागिरहेका छन्। देखिसक्नुभयो यहाँनिर चल्ला अहिले तपाईले देखिसक्नुभयो यसको चल्ला र अर्को कुखुरा हामीले प्योर लोकल है, हाम्रो प्योर लोकल कुखुरा हो र तपाईहरुलाई चल्ला र कुखुराहरू र अन्डाहरू चाहिन्छ भने पूर्णिमा लोकल फारम मगलसिन अछामलाई पनि तपाईँ सम्झिनु होला, किनकि हामीले लोकेसन अर्को भिडियोमा त देखिसकेका छौँ र तपाईँ भिडियोहरू फुल हेरेर र कस्तो लाग्यो एकचोटि कमेन्ट नै अवश्य गर्नु होला। यहाँनिर देख्न सक्नुहुन्छ यसले चाहिँ पहिलो बेटी हो हैन, यसले चाहिँ राम्रै नै चल्ला कोरल्यो, खुसी लागेको छ। यो काममा मजाले बसेर